ल साथी हो यो एउटा मैले आज अनलाइनबाट अनलाइनमा देखेर मैले यो सामान किनेको थिएँ है। यो चाहिँ कार स्प्रे कारमा जोस गन्धायो भने गनायो भने स्प्रे गर्ने। यसमा चाहिँ यस्तो एउटा वेल पाउने रहेछ। यो चाहिँ कुन फ्लेभरको जुनै फ्लेभरको पनि पाउँछ हैन। आफूले मनपर्ने स्प्रे लियो फ्लेभरको किन्यो। त्यस पछाडि यसमा यो लाग्नुपर्ने चाहिँ यसरी रहेछ। मैले चाहिँ नजानेर सुरुमा यसमा यो खाली बोतल छ। यो बोतलमा मैले पानी हालेर यो ड्रप गरेँ अनि यो ड्रप गरेर यो बन्द गरेपछि यो बटनले काम गर्छ होला भनेर यसरी यहाँबाट स्प्रे यहाँदेखि ग्यास आउँछ। यो पलबाट ग्यास आएको देखेको थिएँ। मैले सोचेँ त्यस्तै गर्छ होला भनेर मैले त्यसरी गरेँ, तर होइन रहेछ। मैले चाहिँ प्रयोग गर्नु जानिनँ। यो राख्दाखेरि चाहिँ यसरी राख्नुपर्ने रहेछ। यो यसरी राख्यो। यो चाहिँ त्यसको चाहिँ यो विशेष यो तलको लिक्विड चाहिँ यसले सोच्ने रहेछ। यो पाइपबाट यो चाहिँ पाइप होइन, यो के भन्छ यसलाई, यसले एउटा रुवा जस्तो छ। यो उमा चाहिँ लेखिएको छ, ह्यान्डबुकमा चाहिँ लेखेको छ यसलाई चाहिँ जस कपासको स्वेप भनेर लेखेको छ है। यो स्वेपहरू रहेछ, स्वेप तान्ने टक्क यस्तो गरेर यस्तै राख्यो। अनि यो भित्रको यो एउटा यो देखिने यो पल चाहिँ यसको सेन्सर रहेछ क्या, जुन यसले स्वेप गरेर यहाँसम्म लिएको ऊ चाहिँ यसमा यहाँ टच भइसकेपछि यो भित्रबाट छिराएर यहाँ टच भएपछि यसले चाहिँ यसको यो सेन्सरबाट चाहिँ काम गर्ने रहेछ। यसले स्प्रे गर्ने रहेछ वास्तवमै चाहिँ, जस्तो कि यसरी यो निकालेर अहिले अब यो यत्तिकै मात्रै गर्दाखेरि पनि यो दिन्छ है। यो हेरौँ अब यस्तो गरेर यस्तै हान्नुपर्छ यो यसरी दिने रहेछ क्या। काम चाहिँ यसरी गर्ने रहेछ है। मैले चाहिँ नजानेर पानी हालेँ क्या। तपाईँहरू यदि किन्दै हुन्छ भने चाहिँ पानी नहाल्नु होला, पानी चाहिँदैन रहेछ। यसरी यो ठक्कै मुनि यसरी राख्ने अनि यसलाई कभर लगाइदिने। यसलाई टक्कै यो भित्र यसरी छिराएर टक्क कभर यसरी लगाइदिने, बन्द गरिदिने। यसलाई चाहिँ